जय मसी, कस्तो हुनुहुन्छ तपाईहरु? आरामै हुनुहुन्छ होला। आज फेरि पनि तपाईहरुको बीचमा प्रभुको वचनबाट केही कुराहरू लिएर आएको छु। आज हामीले मानव जातिको अवस्थाहरूलाई र अहिलेको वर्तमान अवस्थाहरूलाई हामीले यसो हेर्दै गर्दाखेरि त्यति सजिलो जीवन भइराखेको जस्तो लाग्दैन। तपाईलाई कस्तो लाग्छ? अहिलेको लडाई, द्वन्द्व, सामाजिक बेमेलहरू, यी सबै कुरालाई हेर्दै गर्दाखेरि हामी मानिस जातिहरू सबै एक भए तापनि हरेक पक्षमा हामी मानिस जातिहरू एउटै खालको देखिए तापनि कता न कता हामीहरूमा एउटा विभेद, एउटा एक प्रकारको जातित्व देश बीचको हुन सक्छ अनि मानिस बीचको हुन सक्छ। कहिलेकाहीँ तपाईँले विचार गर्नुभएको छ धनी र गरिबको, अनि साथै कालो र गोरोको, हैन त? यस्ता विभिन्न तत्त्वहरूले हामी मानिसहरूमा एक प्रकारको विभाजन ल्याइराखेको हामी पाउँदछौँ। मानिस जातिको मुख्य समस्या हामी मानिस जाति आफैले आफैलाई हामी को हौँ भनेर चिन्न नसक्नु पनि एउटा महत्त्वपूर्ण विषय हो जसमा हामीले विचार गर्नुपर्ने हुन्छ। आजको समाज धार्मिक विचारधाराले बाँडिएको छ, भौगोलिक रूपमा पनि हामी बाँडिएका छौँ, तर पनि हामी सबै एक हौँ भन्ने कुरामा तपाईँ सहमति हुनुहुन्छ होला मसँग, हैन? हामी सबै मानिस जाति एक नै हौँ र हाम्रो सुरुवात एउटै व्यक्तिबाट भएको हो भन्ने कुरा हामी प्राय धर्महरूको यो स्वीकार पनि हो, है? हुन त अब कतिवटा धर्महरूले विभिन्न खालको विचारधाराहरू व्यक्त गरे तापनि हामीले जनरल रूपमा हेऱ्यौँ भने हामी सबै मानिसहरूको एउटै अवधारणा छ अहिलेको समयमा। शान्ति, आनन्द अनि एक प्रकारको चयनको जीवन, हैन? अनि हाम्रो जीवनमा चाहिँ हामी सुख चाहन्छौँ। तर पनि यो सोच्दै गर्दाखेरि पनि तपाईहरु मेरो जीवनमा एउटा सङ्घर्षको जीवनबाट हामी गइरहेका छौँ। यो सङ्घर्षलाई हेर्ने आफ्नो एउटा विचार र दृष्टिकोणहरू हामीसँग छन्। कतिचोटि हामीहरूको समाजमा चाहिँ हामी सङ्घर्षलाई यस्तै हो, मेरो पूर्वमा यस्तै हामीले लेखेर लिएर आएको भन्ने खालको विचार पनि हामी गर्दछौँ। कतिचोटि हामीहरूको विचारमा हामीले यो सङ्घर्षलाई मैले सङ्घर्ष गर्नुपर्छ, यो मेरो लागि असल हो भनेर पनि हामी विचार गरिरहेको हामी पाउँदछौँ। तर पनि तपाईँले विचार गर्नुभयो भने आज हामीहरूको जीवनमा कतिवटा सङ्घर्षहरू यस्ता छन् जुन हामीहरूले सोचेभन्दा एकदमै परको, हैन? हामीले सोचेभन्दा धेरै ठुला सङ्घर्षहरू पनि हाम्रो जीवनमा आइरहेको छ। हामीले सोच्दै नसकेका कतिवटा कुराहरू पनि हाम्रो जीवनमा आउँदछन्। दुःख, पीडा, हैन? अनि हामीहरूको जीवनमा आउने सङ्घर्षहरूको लागि हामीले कस्तो खालको विचारधारा हामीले बनाएका छौँ त? हामीले त्यसलाई कसरी स्वीकार गर्छौँ, है? अथवा हामीले कसरी हाम्रो जीवनमा यसलाई हामीले सोच्छौँ त? कसरी हामी रेस्पोन्ड गर्छौँ यस्ता कुराहरूलाई? त्यसकारणले हामीहरूको नेपाली सन्दर्भमा तपाईँले हेर्नुभयो भनेदेखि हामीहरूको आफ्नै खालको एउटा सङ्घर्ष छ, है? आर्थिक कुराको चुनौती हुनसक्छ, गरिबीको चुनौती हुनसक्छ, हैन? अनि कतिवटा ठाउँहरूमा मानिसहरूले भूकम्पहरू अनि साथै बाढी पहिरोद्वारा पनि आफ्नो जीवनमा विभिन्न अवस्था परिस्थितिहरूबाट मानिस गइरहेको हामी पाउँदछौँ। तपाईँले देख्न सक्नुहुन्छ कतिवटा ठाउँहरूमा धार्मिक द्वन्द्वहरू पनि भइराखेको छ, कतिवटा तराईको ठाउँहरूमा, पहाडको ठाउँहरूमा, हैन? अनि हामी बेलामा न्युजहरू सुन्दछौँ त्यस सम्बन्धी। तर वास्तवमा हामी यो सबै दुःख परिस्थितिहरूबाट जाँदै गर्दाखेरि हामीले हाम्रो जीवनमा केबाट चाहिँ हामी यो दुःखबाट हामी बाहिर निस्कन सक्छौँ त भन्नको लागि विभिन्न एउटा तौर तरिकाहरू, धार्मिक एउटा समाधानका उपायहरू पनि मानिसहरूले सोचेका छन्, हैन? अहिलेको लडाई झगडालाई पनि समाधान गर्नको लागि आफ्नो तरिकाका तर्कहरू मानिसहरूले प्रस्तुत गरिरहेको हामी पाउँदछौँ। त्यो मात्रै होइन, हामी मानिस जीवनमा आउने अर्को एउटा लेभलको एउटा दुःख कष्टलाई चाहिँ हामीले विचार गर्न सक्छौँ, जुन चाहिँ हो मृत्यु, है? मृत्यु पनि हाम्रो जीवनको एउटा अचम्म लाग्दो दुःख हो। मृत्युले चाहिँ हामीलाई अलग गर्छ हाम्रो परिवारजनहरूबाट, मृत्युले हामीलाई हाम्रा आफन्तहरूबाट अलग गर्दछ, हामीले प्रेम गरेका मानिसहरूबाट अलग गर्दछ। तपाईले धेरैवटा धार्मिक विचारधारालाई तपाईले हेर्नुभयो भने मृत्यु पछाडिको जीवनको बारेमा पनि कुराकानी गरिन्छ
हैन। प्राय धर्महरूको विचारधारा चाहिँ मृत्यु पछाडिको जीवनको बारेमा पनि कुराकानी गरिन्छ। त्यो पनि एक प्रकारको दुःख नै हो मानिसको जीवनमा, हैन। हामी त्यस मृत्यु पछाडिको आउने दुःखलाई हामीले कस प्रकारले लिन्छौँ त, है। हामीहरूले त्यसप्रति हामीहरूको कस्तो खालको विचारद्वारा अथवा भनौँ एउटा दृष्टिकोण हामीले राखेका छौँ भन्ने कुरा पनि यो दुःख सम्बन्धीका हाम्रो आफ्नै प्रकारको एउटा दृष्टिकोण भनौँ, है, हामीले बनाएर राखिराखेका छौँ र यसको लागि आफ्नै तरिकाको अर्थहरू पनि हामी निकाल्छौँ र समाधानका उपायहरू पनि हामी निकाल्छौँ। त्यसो भएदेखि हामीले क्रिस्चियन दृष्टिकोणबाट हामीले हेऱ्यौँ भने के दुःख कष्टलाई बाइबलले स्वीकार गर्छ त? के दुःख कष्टलाई बाइबलले कतै उत्तर दिएको छ त भन्ने कुरालाई हामीले हेऱ्यौँ भनेदेखि बाइबलमा यीशु ख्रीष्ट जो परमेश्वरको प्रतिरूप हुनुहुन्छ भनेर कलसीको पुस्तकले हामीलाई बताएको छ। परमेश्वर जसलाई कसैले कहिले देखेको छैन, उहाँलाई मानिसको बीचमा प्रकट गर्नको लागि आउनुभएको यीशु ख्रीष्टको बारेमा बाइबलले बताउँदछ। यीशु ख्रीष्ट संसारमा परमेश्वर जसलाई कसैले कहिले देखेको छैन, उहाँलाई मानिसहरूको बीचमा प्रकट गर्नलाई, उहाँलाई परिचित गराउनको लागि र हामी मानिसलाई उहाँको पुत्र समान बनाउनको लागि भनेर रोमीको पत्रले हामीलाई बताएको हामी पाउँदछौँ। जब हामी यी खण्डहरूलाई हेर्दछौँ, क्रिस्चियन दृष्टिकोण चाहिँ मानिस जातिको दुःखप्रति र मानिस जातिको जीवनमा भएका सङ्कष्टहरूप्रतिको फरक खालको धारणा चाहिँ बाइबलले दिएको हामी पाउँदछौँ। यीशु ख्रीष्ट संसारमा आउनुभयो र उहाँले दुःखलाई एकै छिनमा चाहिँ चट बनाएर, हैन, हटाइदिनु भएको हामी पाउँदैनौँ। तर वास्तवमा तपाईँले यीशु ख्रीष्टको जीवनलाई हेर्नुभयो भने उहाँ आफै पनि त्यो दुःखलाई भोगेर जितेर उहाँ चाहिँ मानिसलाई एउटा नयाँ आशा दिनुभएको यीशु ख्रीष्ट हुनुहुन्छ। यीशु ख्रीष्ट संसारमा आउनुभयो, मानिसहरूले उहाँलाई क्रुसमा टाँगे, है, अनि मानिसहरूको लागि उहाँले त्यो दुःखबाट निस्कनको लागि एक प्रकारको नयाँ उपाय उहाँले दिनुभएको हामी पाउँदछौँ। हुन त उहाँको मृत्यु र पुनरुत्थानको लागि बाइबलको आफ्नै एउटा व्याख्या छ, उहाँ किन आउनुभयो भन्ने बारेमा। तर पनि तपाईँ र मेरो जीवनमा आएको दुःख कष्टको लागि यीशु ख्रीष्ट एउटा यति महत्त्वपूर्ण उदाहरण हुनुहुन्छ। उहाँ संसारमा मानिस जातिलाई त्यो दुःखबाट शान्तिमा ल्याउनको लागि उहाँ आउनुभएको हो, दुःखबाट छुटकारा दिनको लागि आउनुभएको। तर त्यो दुःखबाट छुटकारा दिनको लागि उहाँले हामीलाई दुःखबाट निकाल्ने भन्दा पनि दुःखलाई बुझ्ने एउटा नयाँ दृष्टिकोण उहाँले दिनुभएको हामी पाउँदछौँ। त्यसो भए के परमेश्वर हामीहरूको दुःखलाई देख्नुहुन्छ? तपाईँलाई कस्तो लाग्छ? के परमेश्वर हामीहरूको दुःखमा सहभागी हुनुहुन्छ होला? तपाईँले यस्तो खालको विचार कहिल्यै सोच्नु भएको छ? के मानिस जातिको लागि परमेश्वर विचार गर्नुहुन्छ? उनीहरूको दुःखमा के उहाँ सहभागी हुनुहुन्छ होला? यीशु ख्रीष्टको बारेमा एसायाको पुस्तक 53 अध्यायको 5 पदले बताउँदछ कि उहाँ हाम्रो निम्ति हाम्रो पापको लागि घायल हुनुभयो, उहाँ हाम्रो पापको लागि मारिनुभयो, उहाँले हामीहरूको लागि दुःख भोग्नुभयो भन्ने कुरा बताएको छ। रोमीको पत्र 5 अध्यायको 8 पदले बताउँदछ कि उहाँ चाहिँ हामी पापी छँदै क्रुसमा मर्नुभयो भनेर बताउँदछ। पहिलो पत्रुस 2 अध्यायको 24 पदले हामीलाई बताउँदछ कि उहाँ हाम्रो लागि क्रुस बोक्नुभयो र क्रुसमा चढ्नुभयो भनेर हाम्रो बताउँदछ। त्यो दुःखलाई तपाईँले हेर्नुभयो भने आज मानिस जातिको लागि जुन प्रकारको दृष्टिकोण हामीले दुःखप्रति बनाएको छौँ, यो दुःखलाई उहाँले एकैचोटिमा निको पार्नु भएको छैन। तर यो दुःखबाट हामी जाँदै गर्दाखेरि हामीलाई एउटा नयाँ दृष्टिकोण चाहिँ उहाँले हामीलाई दिनुभएको हामी पाउँदछौँ। परमेश्वर हाम्रो दुःखलाई बुझ्नुहुन्छ अनि हामीहरूको जीवनमा आइरहेको दुःख चाहिँ अन्त्य होइन प्रियहरू, है। हाम्रो जीवनमा आइरहेको दुःख पछिको
नयाँ जीवनको आशा चाहिँ येशू ख्रीष्टले दिनुभएको हामी पाउँदछौँ। बाइबलीय दृष्टिकोण र बाइबलीय सन्देश चाहिँ आज हामी सबै मानिसहरूको लागि यही नै हो कि यो दुःखलाई हामी एक दिन पार गर्छौँ। यो दुःखको कारण के हो त भन्ने कुरालाई बाइबलले एकदमै सठिक रूपमा व्याख्या गरेको छ। यो दुःख पूर्ण अवस्थामा ल्याउनको लागि शैतान जो दियाबलस परमेश्वरको विरुद्धमा छ, ऊ परमेश्वरको विरुद्धमा मात्र छैन, हामी जो परमेश्वरको स्वरूपमा बनिएका मानिस छौँ हामीहरूलाई पनि उसले परमेश्वरको स्वभावबाट टाढा लिएर जान चाहन्छ। परमेश्वरले हामीलाई आफ्नो पुत्रको रूपमा बनाउनु भएको थियो, तर उसले हामीहरूलाई चाहिँ परमेश्वरबाट टाढा टाढा लैजानको लागि, हाम्रो जीवनलाई आत्मिक रूपमा अन्धकारमा राख्नको लागि प्रयास उसले गरिराखेको छ अनि निरन्तर रूप त्यही प्रयासमा नै छ है। त्यस कारणले येशू ख्रीष्टको जीवनलाई हामीले हेऱ्यौँ भनेदेखि येशू ख्रीष्टलाई पनि उसले परीक्षा गरेको थियो भन्ने कुरा चाहिँ नयाँ नियमको सुसमाचारका पुस्तकहरूले बताउँदछ। येशू ख्रीष्ट संसारमा हुँदाखेरि उहाँ पनि परीक्षित हुनुभयो भनेर हामीलाई बाइबलले बताउँदछ। त्यस कारणले आज तपाईँ र मेरो जीवनमा आइरहेको दुःख, सतावट अनि जति पनि फिक्रीका अवस्थाहरू छ, यसको लागि बाइबलले एउटा सही खालको अवधारणा प्रस्तुत गरेको छ, दृष्टिकोण प्रस्तुत गरेको छ। बाइबलीय अवधारणा जसले हामीलाई स्वर्गीय शान्तिमा लिएर आउँदछ, त्यो येशू ख्रीष्टको सन्देश, येशू ख्रीष्टको सन्देश, उहाँको सन्देश जसले हामीलाई नयाँ जन्ममा ल्याउँदछ। र जब हामी नयाँ जन्ममा जिउँदछौँ, हामीलाई येशू ख्रीष्टले दिनुभएको प्रतिज्ञा अनुसार पवित्र आत्मा चाहिँ उहाँले हामीलाई छोडिराख्नु भएको छ। त्यो पवित्र आत्माद्वारा हाम्रो जीवनलाई, हामीहरूको जीवनमा आएका दुःखहरूलाई, हाम्रो जीवनमा आएका सङ्कष्टहरूलाई सही दृष्टिकोणले बुझ्नको निम्ति उहाँले हामीलाई सहायता गर्नुहुन्छ। बाइबलमा यस्ता थुप्रै व्यक्तिहरू हुनुहुन्छ जसको जीवनमा थुप्रैवटा सतावट परिस्थितिहरू, अवस्थाहरू, घटीकमी, चुनौती, दुःख, बिरामीको अवस्थाहरूबाट मानिस गएको हामी पाउँदछौँ र प्रभुका जनहरू पनि गएको हामी पाउँदछौँ। तर त्यो समयमा पनि दुःख र कष्टलाई बुझ्ने एउटा बाइबलीय अवधारणा चाहिँ उनीहरूले प्रभुबाट पाएका थिए। त्यसकारण उनीहरूको जीवनमा मृत्युबाट जाँदाखेरि पनि उनीहरू आनन्दमा उनीहरू थिए भनिकन बाइबलले बताउँछ। त्यसैले आज तपाईँ मेरो निम्ति येशू ख्रीष्टले दिनुभएको अनन्त जीवनको बारेमा हामी विचार गर्दै गर्दाखेरि यो दुःख र कष्टको जीवन हामीले जिउँदै गर्दा हामी विचार गरौँ, बाइबलले हामीलाई एउटा आशा दिएको छ। बाइबलले हामीलाई एउटा पुनरुत्थानको आशा दिएको छ येशू ख्रीष्टमाथि विश्वास गर्नेलाई। थेसलोनिकीको पुस्तक अनुसार, पहिलो थेसलोनिकीको पुस्तकले हामीलाई स्पष्ट बताएको छ कि हामीहरू चाहिँ पुनरुत्थान हुनेछौँ। हाम्रो शरीर र आत्मालाई उहाँले नयाँ जन्म दिनुहुनेछ र उहाँसँग हामी सधैँ रहनेछौँ। त्यो नयाँ जन्मको प्रतिज्ञा बाइबलले हामीलाई दिएको हुनाले यो दुःख कष्टबाट हामी जाँदै गर्दाखेरि पनि आज हामीलाई एउटा सन्देश छ। त्यो सन्देश येशू ख्रीष्टद्वारा मिलेको छ। त्यो हो नयाँ जीवनको सन्देश, नयाँ आशाको सन्देश। प्रियहरू, क्रिस्चियन जीवनमा जिउँदै गर्दा हामीलाई दुःख कष्ट हुँदैन भनेर बाइबलले बताउँदैन हैन। क्रिस्चियन जीवनमा दुःख कष्टहरू हुन्छन् किनभने हामी यो संसारमा छौँ। बाइबलीय अर्थअनुसार यो संसारको मालिक, संसारको मालिक भनेर भनिएको छ। एफिसीको पत्रले कि क्रिस्चियन जीवन चाहिँ एउटा लडाई हो भनेर भनिएको छ। शारीरिक लडाई होइन, यो चाहिँ आत्मिकी लडाई हो भनेर भनिएको छ। त्यसकारणले जब हामी बाइबली दृष्टिकोणबाट हामी हेर्दछौँ, दुःख कष्टको अवस्था चाहिँ हाम्रो लागि एउटा नयाँ आशा हो प्रियहरू है। हामीले दुःख कष्ट जीवनमा जब आउँदछ हामीले बुझ्नुपर्छ कि यसद्वारा पनि प्रभुले हाम्रो जीवनमा असल योजनाहरू राख्नु भएको छ। हामीलाई उहाँले दिनुभएको अनन्तताको प्रेम, उहाँको पुत्रद्वारा उहाँ परमेश्वरलाई हामीहरूको बिचमा प्रकट गराउनु भयो र हामी आज परमेश्वरको सन्तान हामी हुन पाएका छौँ र आज हामी नयाँ जीवन जिउन पाएका छौँ। त्यसकारण रोमीको 12 अध्यायले हामीलाई नयाँ जीवन पाएको व्यक्तिको जीवन चाहिँ कस्तो खालको हुनुपर्छ भन्ने कुरा बताएको छ। नयाँ जीवन पाएको व्यक्तिमा दुःख कष्ट आउँदैन भनेर बाइबलले भन्दैन, तर दुःख कष्टप्रति हेर्ने एउटा नयाँ दृष्टिकोण यसले हामीलाई प्रदान गर्दछ। तपाईँ अनि म
सायद हामी त्यो दुःखबाट गएका छैनौँ होला हाम्रो जीवनमा। सायद तपाईहरू म त्यस्ता दुःखबाट सायद गएको पनि छौँ होला। आज यो घडी तपाईँले यो वचनलाई सुन्दै गर्दाखेरि विचार गर्नुहोस्, हामीहरूको निम्ति परमेश्वरले एउटा नयाँ आशा राख्नुभएको छ अनि त्यो आशा यीशु ख्रीष्टमा छ। अनि हामीहरूको शारीरिक रूपमा उहाँले दिनुहुने चङ्गाइको आशा पनि हामी प्रभुसँग गर्छौँ। प्रभुलाई भन्छौँ, प्रभु मेरो शरीरमा यहाँ दुखिरहेको छ अथवा यो भइरहेको छ, हामी त्यो भन्न पनि सक्छौँ। यदि उहाँको इच्छा भयो भने त्यो निको पनि उहाँले गर्न सक्नुहुन्छ। तर हामीहरूको जीवनमा आइरहेको दुःख कष्टप्रति उहाँले हामीलाई नयाँ आशा पनि दिनुभएको छ। ख्रीष्टमा हामी उहाँका सन्तान भएका छौँ र यो दुःख कष्टको अवस्था हामीहरूको अन्त्य होइन र उहाँले हामीलाई नयाँ जीवन दिन सक्नुहुन्छ। नवीकरण भएको जीवनको बारेमा बाइबलले हामीलाई बताउँदछ। रोमी 12 अध्यायमा नवीकरणको बारेमा बताएको छ। नवीकरण हुनु, नयाँ हुनु भन्ने कुरा चाहिँ एउटा दुःख कष्टबाट गएको व्यक्तिले जीवनमा आशा प्राप्त गर्नु हो र साथसाथै एउटा जीवनलाई नयाँ प्रकारले जिउनको निम्ति तयारी हुनु हो, हैन। अनि यसलाई हामीले एउटा यो झुसिल किराको कथाबाट पनि हामी बुझ्न सक्दछौँ। कसरी झुसिल किरा एउटा कष्टको अवस्थाबाट गएर ऊ नयाँ जीवन धारण गर्छ र पुतली बन्दछ। त्यसकारणले येशू ख्रीष्टले दिनुभएको आशालाई जब हामी हेर्दछौँ, उहाँले हामीलाई दिनुभएको आशा, दुःख कष्टप्रति नयाँ दृष्टिकोण उहाँले हामीलाई दिनुभएको छ। उहाँले हामीलाई आफ्नो पुत्र बनाउनु भएको छ, उहाँले हामीलाई स्वीकार गर्नुभएको छ अनि उहाँको पुत्रको अधिकार उहाँले हामीलाई दिनुभएको छ र यस्ता थुप्रै परिचयहरू उहाँले हामीलाई दिनुभएको छ जसलाई हामी जब क्रिस्चियन जीवनमा हेर्दछौँ, यो दुःख कष्टप्रतिको बुझाइ, नयाँ बुझाइ हामी पाउँदछौँ। आज यो वचन सुन्दै गर्दाखेरि येशू ख्रीष्टले तपाईँ र मेरो जीवनमा यदि हामी दुःखबाट गइरहेका छौँ भने नयाँ आशा दिने व्यक्ति उहाँ मात्रै हुनुहुन्छ भनिकन विश्वास गर्न, उहाँलाई स्वीकार गर्नलाई प्रभुले हामीलाई सहायता गर्नुभएको होस्। धेरै धन्यवाद। जय मसीह।